खुकुरी नमकिन बना ल हाई एन्ड नमस्ते एभ्रिवान। सधैँ चाहिँ आजको दिन पनि हामी अब नयाँ नयाँ कुराको लागि तयार भएर जाँदैछौँ होइन। अब हाम्रो अब अहिलेको हामी एकदमै लागि परिरहेछौँ हाम्रो सबै चिजमा होइन। सबजनाको साथ सपोर्ट पनि एकदमै मिलिरहेछ, हामीले एकदमै धेरै माया पनि पाइरहेछौँ टिकटक युट्युबबाट होइन। छिटै नै हामी नयाँ फेसबुक पेज क्रिएट गरेर त्यता पनि लाग्नेछौँ होइन। अहिले चाहिँ अब युट्युब र टिकटकलाई चाहिँ एकदमै हामीले प्राथमिकता दिएर होइन त्यसमा चाहिँ अलिक बढी फोकस गरिरहेछौँ। केही छैन, हामी सबैतिर बिस्तारै बिस्तारै इन्भल्भ हुनेछौँ होइन साथीहरू। ल साथीहरू अब हामी निक्लिँदैछौँ होइन। अब हामी त्यहाँ भाइहरूलाई लिन गएर अनि त्यताबाटै हामी अब कता जाने हो डिसाइड गरेर अनि हामी जानेछौँ। दिनहरू सधैँ एकदम रमाइलो आनन्द होइन। अब एकदम खुसी भइरह्यो, हामीलाई खुसी मिलिरहेछ है। हामीले दुःख गरे अनुसार हामीले चाहिँ केही न केही चाहिँ पाएको छौँ जस्तो लागिरहेछ है। अब बिस्तारै बिस्तारै सबै कुराहरू मिल्दै हुँदै जानेछ होइन। तपाईँहरूको साथ सपोर्ट मायाले चाहिँ हामीलाई अगाडि ठेलिरहेछ क्या। अब गर्नै पर्छ होइन, यो चिज तैँले गर्नै पर्छ भन्ने एउटा अब हाम्रो माइन्डमा नै त्यो सेटअप छ क्या। अब हामी नगर्ने भन्ने सोच पनि होइन, तर जे होस् अहिलेको जस्तो हाम्रो भ्युवरसिपहरूले हामीलाई दिनुभएको मायाले चाहिँ हामीलाई होइन केही न केही गर्नुपर्छ भन्ने एकदमै प्रेरणा चाहिँ दिइरहेछ है। त्यसै कारणले नै हामी अब हाम्रो दिनकै 3-4 घन्टा 5 घन्टा टाइम हामीले मतलब नगरिकन नै हामीले एकदमै गर्न खोजिरहेछौँ होइन। कसरी आएको यार गाडी यार। अब केही छैन, अब दिनहरू रमाइलो चाहिँ एकदमै रमाइलो है। अब सधैँ घरमा सुत्ने ह्यान त्यान होइन। अब घरमा फ्यामिलीले नै अब हुन त अब घरमा त्यतिकै छोरा मान्छे त्यतिकै बसेको पनि सुहाउँदैन होइन। अब उमेरमै हो जे गरे नि गर्नुपर्ने भनेको होइन। अब उमेर नै नहुँदा नै नगरेपछि भोलिपर्सि बुढो भएपछि के गर्ने। अब नेपालको स्थिति यही हो, केही छैन होइन। त्यही भएर अब घरमा पनि अब कराइरहनु हुन्छ। अब त्यही भएर नै हामी अब घरमा बस्नु सट्टा अब 1-2 घन्टा 3-4 घन्टा अब टाइम पनि सजिलो हुन्छ। हाम्रो पछि फ्युचरको लागि केही न केही चाहिँ हुन्छ कि भनेर हामी अब दिनकै लागि परिरहेछौँ नि त होइन। अब बाइकमा तेल हाल्यो, खाजा खायो, यताउति ह्यान होइन। ठिकै छ, केही छैन, बिस्तारै हुनेछ। अब हामी रियाजलाई लिन जाँदैछौँ है। हामी रियाजलाई भेटेर अनि त्यसपछि हाम्रो आफ्नो गन्तव्यतिर लाग्नेछौँ साथीहरू। रियाजको इन्ट्री भइसकेको छ होइन। अब के लिएर होइन टक्क इन्ट्री भइसकेको छ रियाजको। ल आज त के हो उधुम हान्नेवाला छन् भाइहरूले है। साथीहरू हामीले रियाजलाई पिक गरेर त्यहाँ अगाडि लामा आइरहेछ अरे, अर्को बाइक लिएर सम्राट लामालाई लिन गइरहेछ होइन। त्यहाँ बाहिर भनेर लामा रिसाइरहेछ आज। अब ढिला दाइले बाटोमा धेरै टाइम कुरायो भनेर एकदम रिसाइरहेछ होइन। लामालाई लिनलाई चाहिँ मैले सम्राटलाई पठाएको छु अर्को बाइक दिएर। अब हामीलाई लामालाई भेटेर अनि हामी अगाडि बढ्नेछौँ है। जाम केटा हो अबे के आयो ल थार रे त केटाहरूले भने नेपाली थार हो क्या हो केटाहरू थार भन्छ त यार के हो महेन्द्र थार रे नि त। लामा त पुरा के हो हिजोको भिडियोले पुरा सेन्टी भए जस्तो लागिरहेछ मलाई होइन। लामाको खोइ चस्मा केही छैन, खोइ चस्मा खोइ लामा। ओहो यहाँले भनिरहेछ लामाले हेर है साथीहरू। आमा लामालाई त पुरा ओभर ह्याङ के हो भिडियो सुट गर्न थाले चाहिँ क्रिम धेरै लगाउनु थाल्यो क्या लामाले। एलोभेरा आमा मेरो घरबाट साथीहरू लामाले चाहिँ 4-5 बोट एलोभेरा उखालेर लिएर गएको थियो। एक गोरो हुन चाहिँ लिएर गएको रहेछ होइन। केही छैन, अरू पनि चाहियो भने म दिनेछु होइन। हो त सुन्दैन ल सही हो। मनपोखरी हुँदै अब मनपोखरीको त्यहाँ झरना चाहिँ छैन नै होइन अहिले। अब झरना आउने बेला भएको छैन, बर्खामा मात्र हो। हाम्रो यो मनपोखरीको झरना चाहिँ एकदम फेमस छ है। प्राय हाम्रो नेपालीहरूलाई मनपोखरी भनेर चाहिँ प्राय बेसिकली पिपुलले चाहिँ एकदमै उहाँहरूलाई एकदम थाहा छ होइन। अब हामी मनपोखरी हुँदै हाम्रो डेस्टिनेसन चाहिँ हामीले फिक्स गरिसकेका छौँ। हामी माथि ड्याम जानेछौँ, हाम्रो बागेश्वरी ड्याम होइन, त्यहाँ जाने अनि त्यहाँ गएर हाम्रो रिल सुट हुनेछ।
कसैलाई जिप लाइन गर्न परेमा हाम्रो यो भगेरी डाँडा रिसोर्टमा आउन सक्नुहुनेछ होइन। अनि तपाईँको हाम्रो यो जिप लाइन चाहिँ वर्ल्डको भनौँ एसियाको सेकेन्ड लङ्गेस्ट कि फर्स्ट लङ्गेस्ट जिप लाइन हो है। एकदम लामो छ। कसैलाई आएर भिजिट गर्न मन छ भने त्यहाँ आएर कन्ट्याक्ट गर्न सक्नुहुनेछ है। जिप लाइन त्यहाँबाटै हो। त्यहाँबाट नि आउन मिल्यो उतापट्टिबाट नगरकोटबाट नि उता त्यो जुन अर्को पोइन्ट छ नि त त्यहाँबाट नि आउनु मिल्यो। दुईतिरबाट जान मिल्छ क्या। मेन पोइन्ट उता हो। लाख यो बाटो त दामी बनाएको छ नि। सही छैन त ठाउँ गाइज कमेन्टमा भनिदिनु पऱ्यो है कस्तो छ हाम्रो ठाउँ है। अब प्रायः पहिला अब अहिले त भाइहरूसँग लाइसेन्स पनि छैन हामी अब अन्त जाने हाम्रो अहिले कन्डिसन पनि छैन किनभने अब एकजनासँग लाइसेन्स भयो भने टक्क यसो हिँड्न मिल्छ भन्ने हो। अब बाइक भए पनि हामी अहिले हिँड्न मिल्ने कन्डिसन छैन होइन। त्यही भएर हामीले आफ्नो ठाउँलाई नि प्रमोट गरिरहेछौँ है। आफ्नै ठाउँमा अब अहिलेलाई चाहिँ आफ्नै ठाउँमा चाहिँ गर्ने अनि अब बिस्तारै भाइहरूको त्यो एसईको रिजल्टहरू आइसकेपछि चाहिँ अनि भाइहरूलाई लाइसेन्स निकाल्न लाएर अनि हामी यताउति हिँड्नेछौँ है। अहिलेलाई चाहिँ आफ्नै एरिया प्रमोट गरौँ भन्ने सोचले चाहिँ होइन हामी हिँडिरहेछौँ। लगभग हामी हाम्रो डेस्टिनेसन आइसकेका छौँ है। अब यहाँबाट 200-300 मिटर उता छ हाम्रो डेस्टिनेसन। यहीँ नै हो है। वी आर रिच आवर डेस्टिनेसन होइन। एकदम बवाल छ है यो ठाउँ चाहिँ एकदम नाइस छ। अहिले त पानी अब बर्खा लागेको छैन पानी छैन अहिले त्यसरी ड्याममा होइन। पहिला हामी यहीँ आएर पौडी खेल्ने नि गरेको थियौँ होइन। अहिले त अब त्यति साह्रो मतलब हुँदैन है। जस नाइस छ है। अब कसैलाई आएर पिकनिक सिकनिक यताउति अब फ्यामिलीहरूलाई आएर बसेर मनाउन मन छ भने नि यो चाहिँ एकदम बेस्ट एरिया है। यो चाहिँ ड्याम घुम्ने एरिया हो तर यहाँ बाइक चाहिँ छिराउन नमिल्ने रहेछ। हामीले त्यही पनि अब जबरजस्ती छिराइदिएको त्यहाँ ढुङ्गा राखिरहनु भएको रहेछ होइन। हामीले अब त्यही पनि अब यसो हाम्रो बाइकमा एक दुईवटा भिडियो फोटोसोटो खिच्नु हुन्छ भने हामीले बाइकै छिराइदिएको है। दामी छ नि त दामी। धेरै समय भइसकेको थियो हामीले अब होइन। मैले ऐसेलु चाहिँ हाम्रो जङ्गलमा गएर खानुपर्छ भन्दा भन्दै होइन खानु पाएको थिएन। आज चाहिँ क्या दामी छ यार साथीहरू। आहा लडरममै पाक्यो रहेछ यार ऐसेलु यार। हेरौँ त है क्या फले खा क्या ऐसेलु नै ऐसेलु है। ऋतिकले चाहिँ मलाई बोल्न चाहिँ सिक्नु पऱ्यो भनिरहेको छ। अब साथीहरू कसरी बोल्नु पऱ्यो सिकाइदिनु पऱ्यो ल मलाई अब कमेन्टमा कसरी बोल्नु पऱ्यो होइन। त्यहाँ ह्यासट्याग दिएर ल यसरी बोल्नु पऱ्यो भनेर चाहिँ होइन सिकाइदिनु पऱ्यो है मलाई होइन। नेटै भएन भने हामी यहाँ भिडियो सर्ट्स भिडियो खिच्न आएको हामीलाई त नेटै भएन यी देखाइरहन्छ क्या। त्यस्तो भएपछि कसरी उ गर्ने त। 2G देखाइन्छ देखाएर ल केटाहरूले के भन्न खोज्यो होला यार है। अब केही देखाएन अनि हामी यसो अब यता पल्लो साइडमा चाहिँ टावर दिन्छ कि भनेर हामी टावर खोज्दै हिँडिरहेछौँ है। छैन भने केही नै छैन। ल्याङ्गो झन् दामी भिडियो खिचौँला आज यहाँ भन्ने सोचले हिँडेको। घरमा कति काम छ त्यही पनि हामी अब कामलाई व्यवस्था गर्दा गर्दै होइन हामी अब भिडियोलाई नै फोकस गरेर हिँडिरहेछौँ। त्यही नै खोइ केही नै हुनै भएन कि केही फाइदै भएन हामीलाई। खोइ अब नेटवर्क कसरी चाहिँ लिने भन्ने कुरा भइरहेछ। अब बिस्तारै हुन्छ होला होइन हेर्दै जाऊँ के हुन्छ। लामाले चाहिँ त्यहाँ यहाँ पिसा फेर्न मनाइ छ लेखा ठाउँमा चाहिँ लामाले मुतिरहेछ है केटाहरू। हाम्रो केटाहरू चाहिँ हेरेको ऋतिकले हातभरि ऐसेलु लिएर बसिरहेछ है। हाम्रो केटाहरू चाहिँ खाना पाइन्छ कि भनेर कुरेर बसिरहेछ। माटे मुख मिटाउँदैछ होइन। ऋतिकले देखाइरहेछ जिस्काइरहेछ। लामाले जिउरो निकालिरहेछ होइन। नमकिन बना ल रमाइलो भइरहेछ है। सो गाइज हामी चाहिँ हिँड्दै थियौँ क्या है। अनि
यसो माथि यो बत्तीहरू हुन्छ नि त्यस्तोमा हेर्दै गएको अनि आधीभन्दा बढी बत्ती चाहिँ खोलेर लगिसकेछन् क्या नेपालीहरू न त नेपाली हो नि अब त्यहाँनिर नि छैन त्यो लाइनै छैन कहीँ पनि यसरी यहाँनिर चढेर पुरै झिकालेछन् क्या ल अब यस्तो छ पारा के गर्नु अनिल सुराज आइसकेको छ ए बोकेर हिँड न अनिल सुराज चाहिँ कुन थियो कि थ्री टू वान हिँड्यो साला पातकी भाउजूको नारी समाज भन्दा मलाई कसम भन्नु ल छिटो ल तिम्रो के जस्तो हिँड्यो नि जस्तो ल ए यस्तो गरौँ न हो त्यता फर्नु छ हैन तानेर किसा ढुङ्गी खुकुरी ए सुनाइ गाला त्यो चला हल्का त सारा सले त हेर न 3 ए हानिरहेछ हौ 2 नन स्टप 1 नन स्टप नहान है दिने कि सिरियस पे ब्याजको एकछिन पछि भन्ने मलाई थाहा छ मैले पिकअप गरे कि जस्तो लाग्छ ल अलि पछि त 3 2 1 एक्सन ल हामी अब फाइनली यहाँ चटपटे खाने ठाउँमा आइसकेको छौँ एकजना दिदी हुनुहुन्छ यहाँ है एकदम मजाको लाग्यो उहाँ चाहिँ मलाई है उहाँले चटपट बनाउँदै हुनुहुन्छ है बनाइदिनु न 3 प्लेट अनि पुगेन भने अनि फेरि बनाउँला नि है दिदी चाहिँ एकदम हामीलाई सपोर्ट गरिरहनु भएको छ हाम्रो दिदीले है केटाहरूले अनि दिदीले यतिको सपोर्ट गर्नु भएको छ हामीले चाहिँ चटपट नखाने त भनेर अनि यहाँ आएर हामीले चटपट खानु लाग्यो क्या दिदीलाई नि अलिकति केही प्रोत्साहन हुन्छ नि त होइन त्यही भएर है दिदीलाई देखाएर यो लोकेसन भनिदिनु पर्यो ल दिदी नगरकोट यता बागेश्वरीबाट अलिकति माथि है ठ्याक्कै त्यो रत्नागिरी रिसोर्टबाट अलिकति माथिपट्टि हो होइन दिदीले चाहिँ चटपट बनाएर ल्याएर दिइसक्नु भएको रहेछ लामाको बर्थडे भएर आज हामीले यस्तो चटपट बनाउनु दिदीलाई होइन दामी भएको छ है ल दिदीकोमा आएर सबैजनाले चटपट पानीपुरी यताउति जे हुन्छ सब केक काट्छ पहिला खुवाउने भने ल खाइदिएर यार त्यस्तो हुँदैन है केटाहरू पौडी खेल्न जाँदैछन् सम्राटले लुगा फुकाल्दैछ ज्यान पनि देखाउँदैछ कस्तो छ ज्यान यसको हेरिदिनु भन्दैछु त मैले ल हाम्रो अब यहाँको सुटआउटहरू सबै सकिसकेको छ हामी अब यहाँबाट घर फर्किने तयारीमा छौँ होइन अब आजको लागि यति नै भयो अब अर्को भिडियोमा भेटौँला स्टिल वाचिङ आवर न्यू भिडियो इट्स कमिङ सुन होइन अब हाम्रो युट्युब च्यानललाई जसले सब्सक्राइब गरिदिनु भएको छ उहाँहरूलाई एकदमै हार्डली थ्याङ्क यू अनि जसले गर्नु भएको छैन उहाँहरूले सब्सक्राइब गरिदिनु होला सी यू गाइस सी यू इन नेक्स्ट भ्लग बाई बाई